साथीहरु नमस्ते सन्चै हुनुहुन्छ हामीबाट पाहुना आउँदै हुनुहुन्छ त्यही भएर हामी यहाँ खाना बनाउँदैछौँ चाहिँ रोस्ट छाएर नदेखेको अहिले अचार चाहिँ रोस्ट बनाउँदैछौँ त्यसपछि हाम्रो यता छ यहाँ सेलरोटी पनि बनाएको साथीहरु सेलरोटी घरमै बनाएको मिठो रोस्ट बन्दैछ मिठो रोस्ट पाकिसकेको रोस्ट हो साथीहरु पोर्क करी यस्तो भएको छ साथीहरु मेरो भिडियो लाइक शेयर कमेन्ट सब्स्क्राइब गर्नु होला बाइ बाइ लभ यु